नमस्ते। आज हामी सिद्धार्थनगरको परम्परागत ज्ञानको संसारमा पस्दैछौँ। यहाँ मानिस र बोट बिरुवा बीचको सम्बन्ध कति गहिरो छ भन्ने कुरा साँच्चै अचम्मको छ। यहाँ त प्रकृति नै स्वास्थ्यको सबैभन्दा ठूलो स्रोत हो। एकछिन सोचौँ त, के प्रकृति नै हाम्रो पहिलो औषधालय थियो होला? खैर, सिद्धार्थनगर जस्ता समुदायका लागि यो कुनै कल्पनाको कुरा होइन, यो उनीहरूको दैनिक जीवनको एक हिस्सा हो। उनीहरूको लागि त बगैँचा र वरपरको वातावरण नै पहिलो उपचार केन्द्र हो। ल अब सुरु गरौँ। हाम्रो पहिलो खण्डमा हामी सामान्य समस्याहरू जस्तै ज्वरो आउँदा वा शरीर दुख्दा स्थानीय रूपमा के कस्ता प्राकृतिक उपायहरू अपनाइन्छन् भन्ने बारेमा कुरा गर्नेछौँ। हाम्रो सूचीमा पहिलो नाम छ गुर्जोको। यो लहरालाई त यसको शक्तिशाली औषधीय गुणका कारण अमरताको जडीबुटी भनेर पनि चिनिन्छ। हो, गुर्जो खास गरी ज्वरो घटाउन, शरीरको रोगसँग लड्ने क्षमता बढाउन अनि मधुमेह नियन्त्रणमा सहयोग गर्नका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको छ। अनि यसलाई प्रयोग गर्ने तरिका पनि एकदमै सजिलो छ। यसको डाँठलाई उमालेर काढा बनाएर पिउन सकिन्छ, ताजा रस निकालेर खान सकिन्छ वा सुकाएर बनाएको धुलो पनि प्रयोग गर्न मिल्छ। अब अर्को वनस्पति हेरौँ, पारिजात। यसको बास्नादार सेतो फूल जति राम्रो हुन्छ नि, यसको पातमा त्यति नै औषधीय गुण हुन्छ, विशेष गरी दुखाइ कम गर्नका लागि। पारिजातले ज्वरोमा त काम गर्छ नै, खास गरी जोड्नी दुखेको र शरीर सुन्नेको बेला यसले गजबले आराम दिन्छ। यसमा पाइने सुजन कम गर्ने गुणले नै यसलाई यति प्रभावकारी बनाएको हो। हेर्नुस् त, यसलाई कति तरिकाले प्रयोग गर्न सकिन्छ। पातको काढा बनाएर पिउनुहोस्, फूलको चाया बनाएर फुर्ती लिनुहोस्, अनि दुखेको ठाउँमा पातको लेप लगाउन पनि मिल्छ। ल अब अर्को खण्डमा जाउँ। अब हेरौँ प्रकृतिले हाम्रो पाचन प्रणालीको हेरचाह कसरी गर्छ। यस खण्डमा हामी पेट सम्बन्धी समस्याहरूका लागि परम्परागत उपचारहरूमा ध्यान दिनेछौँ। यहाँ छ बेल, जुन एकदमै पोषिलो र औषधीय गुणले भरिएको फल हो। यसलाई त पाचन प्रणालीका लागि वरदान नै मानिन्छ। हो, बेल खास गरी पखाला रोक्न, पाचन प्रक्रियालाई राम्रो बनाउन र पेटको अल्सरलाई समेत निको पार्न मद्दत गर्नको लागि प्रयोग हुन्छ। यसको प्रयोग पनि विभिन्न तरिकाले गर्न सकिन्छ। फलको गुदी सिधै खान सकिन्छ, सुकाएको पाउडरको शरबत बनाएर पिउन मिल्छ, अनि अचम्म त के छ भने यसको पातको रस पनि औषधिको रूपमा प्रयोग गरिन्छ। पुदिना, यो त हाम्रो भान्सामा सधैँ जसो हुन्छ होइन र? सिद्धार्थनगरको परम्परागत औषधिमा पनि यसको निकै महत्त्वपूर्ण ठाउँ छ। यसको शीतल गुणले अपच, पेट दुख्ने र वाकवाकी लाग्ने जस्ता समस्याहरूमा तुरुन्तै राहत दिन्छ। यो एकदमै छिटो र प्रभावकारी घरेलु उपचार हो। पुदिनालाई हाम्रो खानामा सामेल गर्न त कति सजिलो। चटनी बनाए पनि भयो, ताजा रस निकालेर पिए पनि भयो, वा तातो पानीमा हालेर फुर्तिलो चियाको रूपमा लिए पनि भयो। हाम्रो यात्रा अब शरीरको बाहिरी भाग मतलब छाला र हड्डीको उपचारतर्फ लाग्दैछ। यस खण्डमा हामी छाला र हड्डीका लागि प्रयोग हुने जडीबुटीहरूको बारेमा थाहा पाउनेछौँ। यो स्लाइड चाहिँ एकदमै रोचक छ। यहाँ दुई शक्तिशाली बाह्य उपचारहरूलाई सँगै देखाइएको छ। एकातिर घिउकुमारी छ, जसले छालालाई बाहिरबाट निको पार्छ। अर्कोतिर हडजोड छ, जसले हड्डी जस्ता भित्री संरचनालाई निको पार्न सहयोग गर्छ। अब हाम्रो अन्तिम तर निकै महत्त्वपूर्ण खण्ड। यसमा हामी केही अरू बहुउपयोगी जडीबुटीहरूको बारेमा छिटो जानकारी लिनेछौँ, जसले स्थानीय ज्ञान कति फराकिलो छ भन्ने देखाउँछ। यो तालिकाले एकदमै राम्रोसँग देखाउँछ कि कसरी हाम्रो भान्साका सामान्य वनस्पतिहरूले विभिन्न स्वास्थ्य समस्याहरूको समाधान गर्छन्। बेसारदेखि निमसम्म हरेकको आआफ्नै विशेष र बहुउपयोगी भूमिका छ। यो साँच्चै एउटा प्राकृतिक औषधालय नै हो। हामीले आज जम्मी 14वटा शक्तिशाली प्राकृतिक उपचारहरूको बारेमा छोटकरीमा कुरा गर्यौं, तर सोच्नुहोस् त, यो सङ्ख्याले सिद्धार्थनगरमा रहेको गहिरो र पुर्ख्यौली ज्ञानको एउटा सानो झलक मात्रै दिन्छ। र अन्त्यमा एउटा सोच्न बाध्य बनाउने प्रश्न, आधुनिक संसारमा परम्परागत ज्ञानको के महत्त्व होला?